ए साथी हो राजनीतिमा अब सपोर्टरहरू हुन्छ नि भोटरहरू सपोर्टरहरू अब उसको पछि लाएर बस्छ अब मरी हत्या गर्छ उही चाहियो भनेर बस्छ के केटाकेटीहरू म तपाईहरुलाई एउटा उदाहरण दिन्छु के मानिलिउ तपाईको घरमा लैना भैँसी मर्यो अब के त्यो लैना भैँसीलाई तपाईले खु गरेर सास हालेर बाँच्छ ल भन्नुस् बाँच्दैन हो त्यस्तै हो के साथीहरु केपी बा शेरबहादुर दाई हैन प्रचण्ड काका रवि सर त्यस्तै हो के अब रापर्वको त कुरै नगरौँ हैन राजा है सबै त्यस्तै हो यिनीहरु अब मरिसकेको हो त्यो भएर अब एक दुई घडी अब रुने बाइक अर्को सिबाय केही छैन बाध्दैन के साथीहरु बाध्दैन जबरजस्ती नगर्नुस् तपाईहरु तेरी यार निकै जबरजस्ती गरेको देख्छु के म अब एउटा मरिसकेको भैँसीलाई सास हालेर बचाउन खोजिरहेको छ भन्ने यिनीहरु किन भ्रममा परिरहेको छ भन्ने लाग्छ के मलाई हत्तेरीका यार अब घुमी फेरि रुम्जा टार भने चाहिँ अब काम नगरी देश बन्दैन त्यसैले अब काम गर्ने पार्टीको जन्म भइसक्यो यो देशले माग्यो हैन हामी एउटा गीत गाउँछौं नि यो देशलाई अब फेरि एउटा बुद्ध जन्माइदेऊ भनेर एउटा कस्तो भावपूर्ण चाहिँ राष्ट्रिय गीत छ नि हैन हो त्यो गीतले मायाको कुरा जन्माइसक्यो यहाँ आउनुस् न हातेमाले गरौँ अगाडि बढौँ के साथीहरु हामी त युवा हौ नि थिंक पॉजिटिव डू पॉजिटिव हैप्पी हेल्दी एंड फ्रेंडली ओ क्या बात है हैन कहाँ अड्केर बस्ने है साथीहरु कहाँ अड्केर बस्ने हलो अड्केर त्यो क्र्याक भइसक्यो लैना भैँसी मरिसक्यो अब त्यो उड्दैन के साथीहरु पहिरोले लगिसक्यो ह अब तपाई त्यो पहिरो तलबाट वाल लाएर माथि उठाएर बस्ने कि अर्कै ठाउँमा चाहिँ तपाई खेतीपाती गर्ने हो जग्गा त तपाईकै थियो मानिलिउँ ल लग्यो पहिरोले अब सकिन्छ एउटा कानलाई भत्किएको हो र यो त पुरै गयो पहाडै गयो अनि त्यसैले के साथीहरु मेरो बिन्ती छ हैन कुनै बेला हुन त म पनि रवि लामिछाने सरको केपी बाको चाहिँ फ्यान हो अरुको चाहिँ होइन पहिला सुरुमा केपी बाको फ्यान हो मान्छेसँग कतिसँग बाज पनि पर्यो मार जस्तै पनि पर्यो हैन म सरी त्यो मैले गलत गरेछु अनि त्यसपछि आएर रवि सरलाई हैन जतिखेर सिधा कुरा जनतासँगको त्यो कार्यक्रम चलाउँदा देखेको ओहो कमेन्ट कुदाउने हैन त युट्युबमा प्रधानमन्त्री बन्नु पर्ने देशको प्रधानमन्त्री बन्नु पर्ने तिमी आऊ देश बचाऊ गुहार बच्यो देश आफै जानु पर्यो वहाँ मामा घर गएर बस्नु भएको छ जनताले तिरेको ट्याक्सको पैसाले भात खाएर बस्नु भएको छ वहाँ मैले सुनेको छु अझै 10 वर्ष बस्नु पर्छ रे साथीहरु कारण यो जेनजीको हाइचेकले गर्दाखेरि अब वहाँको सबै के जल्यो खतम भयो अब त्यो फेरि जस्तोको तस्तै फेरि हुनु पर्यो अरे लम्बिन सक्छ रे 10 वर्ष अनि त्यसपछि अझै थपिने हो या अझै बस्नु पर्ने हो अनि हामी चाहिँ खाली रवि लामिछाने सर भनेर बसेर बन्छ त देश मैले भन्नु खोजेको कुरा चाहिँ यो हो क्या बन्छ भन्दैन के साथीहरु अब अर्को कुरा के भन्दिन अब यो केपी ओली शेरबहादुर देउवाहरुलाई अब जेलमा हाल्ने कुरा हो रवि लामिछाने सर चाहिँ अब छुटेर आइसकेपछि त्यसलाई चाहिँ जेलमा हाल्ने हैन त्यसको सम्पत्ति चाहिँ अब सरकारीकरण गर्ने भन्ने हो तर अब त्यो सक्दैन के साथीहरु उनीहरुको नीति नियम घुमाई भन्छ नि कुमाईको घुमाई उनीहरुको चाहिँ 20औं 30औं वर्ष ट्रेनिङ प्राप्त गरेर बसेको मान्छे हो सक्दैन के अब यिनीहरुको मृत्यु मात्रै कुर्नु पर्छ अनि मृत्यु भइसकेपछि त्यो हैन त्यो दिन चाहिँ मासु भात खाने दिन हो त्यति मात्रै कुर्ने हो अरु केही गर्न सक्दैन जति पनि त्यो छ नि कि सरकारी कार्यालयमा त्यो काम गर्ने सबै वकिल देखि लिएर के भन्छ नि हैन यो ठुलठुलो मान्छेहरु यो सबै कि खारेज गर्नु पर्यो कि नयाँ आउनु पर्यो सबै नयाँ नभए चाहिँ सक्दैन के साथीहरु उनीहरुले पालन पोषण गरेर उनीहरुले नै ल्याएर राखेर रोपेर ठुलो बनाएको बिरुवाहरु हो बुझ्नुभयो उनीहरुकै बिरुवा हो कुनै पनि हालतमा ज्यान गए जाला छोड्दैन साथीहरु
त्यही भएर अब हामी रवि लामिछाने सर भएर घोटिएर होइन त्यो एउटा मरेको भैँसीलाई सास हालेको जसै गरेर नबसौँ साथीहरू। आउनुहोस्, श्रम संस्कृति पार्टीमा हातेमालो गर्ने हो, अगाडि बढ्ने हो, ढुङ्गा बोक्ने हो, देश बनाउने हो। रवि लामिछाने सर जेलबाट स्वाट निक्लिँदा पनि उज्यालो वाह भनेर रवि लामिछाने सरले आई गिभ यु माई ग्रेट सल्युट, हर्का साम्पाङ, मेरो काम तपाईँले गरिदिनु भयो, म तपाईँदेखि धन्यवाद भनेर चाहिँ भन्नुहोस् न। के जान्छ? उहाँको इच्छा त पुरा हुन्छ, देशलाई उज्यालो बनाउने काम जसले गरे पनि गर्ने हो, तपाईँले गरे पनि मैले गरे पनि के रवि सरले नै गर्नुपर्छ भन्ने छ हो। त्यो कुरा हो के साथीहरू। आइएम सरी, अलिकति उत्तेजित भयो म, आइएम सरी है। लालबहादुर यस्तै हो क्या, बोल्न आउँदैन, पढे लेखाइ छैन यो लालबहादुरको होइन, मनमा लागेको कुरा व्यक्त गरेको हजुरसँग नरिसाउनु होला साथीहरू। सत्य कुरा है, सत्य कुरा यो हो, सत्य कुरा हो, सत्य कुरा हो साथीहरू। ल बाई बाई।